स्वर सम्राट नारायण गोपालले गाएको यो गीत सुनेर आज फेरि मलाई मुना मदन पढ्न मन लागेको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कृति जति पढे पनि उति नै मार्मिक हृदय छुनेछ। प्रेम जस्तो स्वच्छ र अद्भुत भावनाको पृष्ठभूमिमा लेखिएको यो गीती नाटक साँच्चै नै महाकवि देवकोटाको सर्वोत्कृष्ट कृति हो। नेपाली साहित्य इतिहासमै सबैभन्दा बिक्री भएको किताबहरूमध्ये एक यस गीती नाटकको बारे महाकवि देवकोटा आफै भन्ने गर्दथे, मेरा सबै किताबहरू जलाइदिए पनि यस मुना मदनलाई चाहिँ केही नगर्नु। नाटक सुरु हुन्छ मुना र मदनको यो दृश्यबाट। मदन आफ्नो प्यारी श्रीमती र बुढी आमालाई छाडेर पैसा कमाउनको लागि भोट जान लागेको छ। यसरी बुढी आमाको हेरचाह गर्नु भन्दै र चाँडै फर्किने भाका गर्दै मदन भोटतिर लाग्छ। भोटको पैदल यात्रा कष्ट लाग्दो छ। बाटोको कठोर कष्टबारे मदन भन्दछन्, बाटो छ सारो उकालो ठाडो, कहीँ छ भित्ते भिर, कहीँ छ डोरी टाँगेको पुल, काहाली लाग्ने शिर। यसरी काहाली लाग्दो पुल र भित्ते भिरसँग लड्दै पढ्दै लासाको मिठो कल्पना गर्दै मदन आफ्नो गन्तव्यतिर अझै नजिकिन्छ। जति टाढिन्छ मदन आफ्नो घरबाट उति नै देश र परिवार सम्झिन थाल्छ मदन। र नेपाली भएकोमा एकचोटि फेरि गर्वसाथ भन्छ, पृथ्वीभरि कैयौँ जाति नेपाली के कम छ र, हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव तपस्वी, विश्वमा नेपाल विक्रम तेजले हुनेछ यशस्वी। हेर्दा हेर्दै मदनले भोटमा काम गरेको पनि 6 महिना बित्छ। समयसँगै सम्झनाको डोर अझै कसिन्छ। मनमा धेरै कुराहरू खेल्न थाल्छन्। कहिले आमा बिरामी भएको,
कहिले मुना रोएको कल्पनाहरू आउँछन्। बिटोलिन्छ मदन, सुत्न पनि सक्दैन मदन अब। त्यसैले केही साथीहरूसँगै मिली मदन अब घर फर्किन्छ। उता मुना सपनामा भैँसीले आफूलाई तान्या देख्छिन्। भैँसी यमराजको वाहन भएकोले मृत्युको सङ्केत आयो भनेर आत्तिँदै आमालाई आफ्नो सपनाबारे बताउँछिन्। आमा मुनालाई सम्झाउँदै भन्छन्, नराम्रा जति सबै म बुढीलाई लाग्छ, त नआत्ति। यतिकैमा मदन बाटोमा बिरामी परेर थिन्छ। साथमा भएका साथीहरूले केही उपाय नदेखेर हैजा लागेको मदनलाई एक्लै छाडेर आफ्नो बाटोतिर लाग्छन्। साथीहरूले छाडेर गएपछि मदनको हालत झन्झन बिग्रन्छ। रुन कराउन थाल्छ मदन। यो सुनेर बाटोमा हिँडिरहेको एउटा भोटे मदनको सहयोग गर्न आउँछ। असहाय मदनलाई आफ्नो घर लाग्छ। ओखती मुलो र स्याहार सुसार गरेर मदनलाई ठिक पार्छ। मदन अब घर जान तयार हुन्छ र आफूले लासामा कमाएको धन आदि भोटेलाई दिन खोज्छ। तिमीले बिदाई
केही त मागना आमाको घरमा स्वास्थ्य बिग्रिँदै जान्छ। अन्तिम अवस्थामा छोरालाई एकचोटि हेर्ने इच्छा बुहारीलाई पुग्छ। आमाको वेदना सुनेर मुना आमालाई केही हुँदैन भनेर सान्त्वना दिन्छ। मदन बाटोमा मरेको हल्ला गाउँमा चल्न थाल्छ। यो सुनेर मुनामाथि दुःखको आकाश चढ्छ। वियोगमा प्राण जान्छ मुनाको। मदन अब घर आइपुग्छ। घर आइपुग्दा आमाको प्राणको बत्ती पनि निभिसकेको हुन्छ। प्राण गइसकेको आमाको मृत शरीरसँग किन मलाई कुरिनस् भन्दै बेह पुग्छ। अनि घरमा मुनालाई नदेखेर मदन छिमेकी दिदीका खोज्न जान्छ। छिमेकी दिदीले मुना आफ्नो बाबुआमाको घर गएकी छिन् भनेर बताउँछिन्। आमाको यस्तो हालतमा पनि किन मुना माइत गइन् भनेर सोध्छ मदन। सासूको सेवा गर्दा गर्दै आफै बिरामी भएपछि मात्र गएकी हुन् उनी भन्छिन् दिदी। मुनालाई कसले हेर्यो होला, कसले पानी दियो होला भनेर आतिन्छ मदन। मुनालाई अब केही चाहिँदैन र मुना बादल पारेको त्यो उज्यालो संसारमा गइसकेको हुन्छ। ईश्वर तैले रचेर फेरि कसरी बिगारिस्, सृष्टिको फुल रचेर त्यस्तो कसरी लतारिस्। यो फुल मलाई कसरी पछाडिस्। हे दिदी मैले कमलको सुनेर
महिलाले भन्छ